जाम हिँड्नु माथि ल हिँड्नु हामीलाई देवघाट घुमाउनु अब मलाई नलाने ल जाम ल हिँड्नु तपाईँ हिँड्नु म खिच्छु के ल म खिच्नुपर्छ नि त तपाईँ हिँडेको त एकछिन है तपाईँलाई देख्नु भएको रे के उता हेर्नु दिनु अरे युट्युबमा छाउनु भएको छ नि है जाम घर त रेडियो नि आछ है सुन्नु भएको छ राति 3 बजे सुन्छु के सुन्नुहुन्छ राति उठेर सबको गीत के सुन्नुहुन्छ गीत कस्तो हुन्छ बुढो आदि नि हो गीत गाउन आएको त म नाच्छु तपाईँले सुनेको गीत गाउनु त ल म जानेको नजाने के सुनेको नानी त्यहाँ ठोक्नु होला है कहाँ देख्नु भयो भाइ ए पछाडि ठोकियो नि त्यहाँ ठोकिँदैन आउँदैन रमाइलो आउँछ अहिलेसम्म कति मान्छे आउनु भयो नि यसले ल्याउँछ सिन्का सुन तपाईँले पनि लान्छ नि अलिक बोल्न यसले अब कस्तो सिन्का ल्याउँछ भने सुनका ल्याउँछ सुन समीरका हाल्दैन तल समीरका हाल्दैन भने तिमीलाई लिन आएको किन नि खै म हाइ सासुदी कति जाने छ यसले कुरा बाबा ल किन आएको नानी भनिदिनु त हामी गफ गर्न आएको अब सिम पनि हाल्ने जुत्ता पनि लाउने है है अबदेखि लगाउने है सब दाउ भयो थाहा छैन तपाईँको घरमा रेडियो छ है अहिले के आउँछ रेडियोमा सबै कुरा आउँछ के भन्नु त के सुन्नुभयो मैले भन्न आउने गीत सुन्नुहुन्छ कि सुन्नुहुन्न कस्तो गीत आउँछ कस्तो आउँछ कस्तो सुन्नुभयो कता दादा ल अब सोस्टानी साङ्गी हो ए सोस्टानी साङ्गी होइन कसरी थाहा पाउनु भयो त युरोमा भन्थ्यो नि बिहान 6 बजे ए समाचार सुन्न लाउनु भयो बाबाले सुन्नुहुन्छ ए यो सबै जम्मा भएको पैसा लर के गर्नुहुन्छ तपाईँले बाबाआमालाई दिनु ए बाबाआमा पाल्ने दुःख लाग्दैन लाग्दैन किन नि सधैँ खुसी हुनुहुन्छ है कुनै दिन दुःख परेर रुन परेको दिन छैन छैन ओहो बाबामा पाल्न कतिको गाह्रो हुँदो रहेछ ठिकै छ गाह्रो छैन ए
अहिले सबैले तपाईँलाई हेर्नुहुन्छ, हेर्ने मान्छेलाई के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद छ ए अन्त मिसा चिन्नुहुन्छ अँ यो अन्त मिसले गर्दा तपाईँ सबै घुम्न आएको ए पहिला अन्ता मिसले लानुभएको? तपाईँ त महोत्सव पनि घुम्न जानुभएको थियो त? अन्त मिससँग गएको ए के खानुभयो, के खेल्नुभयो नि? के खेल्ने त्यही डुङ्गा खेलियो अनि पिङ खेलियो त्यति के खानुभयो त? चिया पाउरुटी ए महोत्सवमा पनि चिया पाउरोटी पाउनुभयो? के खेल्नु, गेम खेल्दा रमाइलो भयो? खै ठिकै भयो पहिला खेल्नुभएको थियो, खेल्नुभएको थिएन? खेल्नुभएको थिएन? ओहो अरू के रहेछ त महोत्सवमा? सबै कुरो थियो के हो भन्नु न? त्यो पलाकीको हनुमान आयो, हनुमान बाघ थियो, भालु थियो, गैँडा थियो, वनमन्त्री थियो, सबै कुरो थियो। हो तपाईँलाई के हेर्दा रमाइलो लाग्छ धेरै? तपाईँलाई के हेर्दा एकदम रमाइलो लाग्यो नि? मलाई सबै ठिकै लाग्यो। ए ठिकै लाग्यो? त्यस्तो रमाइलो भयो ठान ठिकै लाउँछ? गीत गाथे कि गाथेनन्? गाएनन्? नाच्नुहुन्छ अरे नि तपाईँ त? नाच्दैन बामा नाच्नुहुन्छ? बामा नाच्नुहुन्छ? कोही पनि नाच्दैन। किन? सिक्नु पर्यो नि त। मैले सिकाएँ नाच्नुहुन्छ? नाच्दिनँ। मोबाइल पाउनु भएछ अब त नाच्नु पर्यो, चप्पल लाउनु पर्यो। म चप्पल भोलि बाबा भन्नु न। चप्पल लाउनु पर्छ के? त्यति धेरै माया गर्दा पनि चप्पल नलाउने? डलर है? कहाँ गएको आज? कहाँ गएको आज? किन? हामी घर गएको थियौँ नि खोज्दै। हो नि। हो नि घर आएको बुवा मम्मी हुनु रहेछ। तपाईँ त बिहानै हिँड्नु रहेछ त। दिदी तपाईँको दिदी आउनु भएको रहेछ है? यहाँ किन यहाँ बस्नुभएको आज? उता घाम भयो? ए लुगा चेन्ज गर्नु भएछ? यहाँ त खै त कसरी पनि देखाएनन्? आज दिएनन्? गाह्रो भयो, गाह्रो भयो। कति टाढा रहेछ है तपाईँको घर त? हो त्यत्रो बाटो हिँडेर आउनुहुन्छ सधैँ? हामी पनि त्यही बाटो गएको। तपाईँ कुन बाटो आउनु भयो र? हामी पनि त्यही बाटो आएको। टन्न भेट्टाइयो आज। मोबाइल ल्याउनु भएको अरे त्यही भएर हिँड्नु भएको छोडेर। खै मोबाइल देखाउनु त? ए अब सिम हाल्नु पर्यो। कसले ल्याइदिनु भएको? सरहरूले। सिम निकाल्नु भयो? निकाले होइन? ए अब चलाउन पनि जान्नुहुन्छ? मोबाइल पाएर खुसी भएर हिँड्नु भएको? चिया पाउरोटी खानुभयो? खानु भएन? किन? तपाईँ आएबाट यहीँ बसी गर्नुभयो? तल जानु भएन? ए मैले सबैलाई सोधेको तल कहाँ जानुभएको छ भनेर। कहाँ जानुभयो भीम दाई भनेर नि? कहाँ जानुभएको छ भीम दाई भनेर सोधेको। सबैले आउनु भएकै छैन भने घर गएको। आमाले खाना पकाउनु लाउनु भएको थियो? होइन सिमी टिप्दै हुनुहुन्थ्यो। हामी झुट बोल्छौँ? तपाईँको आमा तपाईँको दिदी आएको कसरी थाहा पायो नि त हामीले? तपाईँलाई भेट्न भने बिहानै 8 बजे हामी वहाँ पुग्दा तपाईँ त हिँडिसक्नु भएछ। हामी 8 बजे त तपाईँको घरमा पुगेका थियौँ। किन नखाइकन आउनु भएको त?
खानुहुने के ए व्रत हो अँ। ए, नुहारै आउनु भएको बिहान अँ ननुहाइकन आए जस्तै छ अहिले नआएर आएको लुगा चाहिँ धोएको थियो सुकाएको छ छानामा अँ कसले धोइदिएको मम्मीले अनि नगएको भए मैले थाहा पाउँथेँ त स्कुल पनि छ है एउटा स्कुल पनि रहेछ छैन स्कुल अनि हामी गएको रहेछ कि रहन्छौँ कसले मोबाइल लैदिएर हिजो को आउनु भएको थियो हो के भन्नुहुन्थ्यो नि के भन्नु हँ? फुल हिजो लगाए तपाईँ जस्तै हेर्नु भएको छ आफ्नो युट्युब खिचेको युट्युब आफ्नो युट्युब हेर्नु भएको छ कसले देखाइदिएको नि सबै देखाइन्छ नि हो कस्तो लाग्छ हेर्दा राम्रै लाग्छ नि खुसी लाग्दैन लाग्छ नि अहिलेसम्म तपाईँलाई यो उसबाट आएर पैसा कति दिनुभएको छ कति जम्मा भयो थाहा छ थाहै छैन मलाई के गर्नुभएको छ त बाबा मलाई दिन्छु के अरे मोटी दिदी कता हो मलाई लाने होइन अनि मोटी दिदी भन्ने हो त दिदी मात्रै भन्ने हो नि मोटी दिदी छैन हो जाम हिँड्नु हामीलाई घुमाउनुहुन्न देवघाट कता हामीले देवघाट घुमाउनुहुन्न म आज जानु पाउँदैन किन नि बस्नु पर्छ ए आज यहीँ ड्युटी हो जाम हिँड्नु हामी हेर्नु त पैसा कति धेरै गर्नुभयो गर्ने है आधा समय यही कति भयो त खै कति भयो गर्नु मोबाइल देखाउनु त नयाँ मोबाइल हेरौँ ल दिदीलाई गर्नु भन्नु म भिडियो खिच्छु ल दिदी गर्नु त भनिदिनु त दाइ मलाई गाह्रो भइरहेछ तपाईँले आफै गर्नु न तपाईँ कस्तो जाने मैले जान्दिनँ कसले जाने खा त खै कत्रो धेरै मुठो भयो आजको मात्रै हो त्यो ओहो यहीँ बस्दा बस्दैको पैसा हुन्छ थाहा छैन यो सबै लडिदिने हो बेलुका आमा बुवाले त दिन्न भन्नुहुन्थ्यो त ना हुन्छ दिनुहुन्न अरे नि त ब्याजेर आउनु भएको छ गाउँमा ला होइन खाता खोल्नु भएको छ अब त त्यो खाता खोलेर राख्नु पर्यो नि पैसा राख्नु पर्दैन ए बाजे पुण्य कहिले पुण्य पूर्णे पर्खि अब यो 76 सालमा आउँछ ए 75 सालको गयो कता गयो खै म देखिनँ के अरे दिमागमा बाजे आज तेरो लगन भनेको होइन होइन हिजै बाजे कहिले कता गयो म देखिनँ के अरे बाजे देख्दैन बाटोबाट हिँडेको बिहानखेरि यत्रो मान्छे हिँडेको त्यो पूर्णियाबाट त हो के आज त 4 पाली भइसक्यो अहिले सुत्दा के मलाई उहाँ नारायणको पार्टी पार्लेमा जाने भनेको होइन तँलाई आज दुलो बनाउँछ बाजे दुलो यहाँ आउँछ एउटा काम सट्टा बनाउनु आउँछ आउँछ म मेरो बाटो हिँडिराखेको छु त तेरो बाटो बस्नु सकियो के काम छ बुवासँग डिस्काउन्ट भएको ए आज तपाईँलाई दुला बनाउने अरे त दुला बनाउने अरे त आज तपाईँ हो आज पारी बसे भए त जाता बस्यो नि ठिकै छ होइन त दिदी आज घाम भयो उता बस्न घाम परे हा ए अनि बस्ने कुरा ल्याएर बस्नु भएको भए हुन्थ्यो नि खाइ ल्याइने के अरे ए माटो लुगाभरि माटो लायो नि क्यान त लाग्यो आफै धुन सक्नुहुन्न मम्मीले धोइदिने हो